नमस्ते। आज चाहिँ हामी इटरीबाट तिनकुने मन्दिर जाँदैछौँ। आज चाहिँ मेरो विशेष दिन जन्मदिन परेको उपलक्ष्यमा शनि मन्दिर दर्शन गर्न जाँदैछौँ। यहाँ मेरो छोरा हुनुहुन्छ, हेलो भन्यो। यहाँ मेरो बुढा हुनुहुन्छ। बिहे गरेको 8 वर्ष पछाडि आज पहिलोचोटि मेरो जन्मदिनमा मेरो श्रीमानले लाँदै हुनुहुन्छ मलाई मन्दिर। अब हामी बुढी र छोरालाई लिएर मन्दिर लाग्यो। आज बुढीको बर्थडे स्पेसल है चाहिँदैछ। के गर्नु अब, यसो बुढीलाई नि खुसी पार्दै पर्यो। इग्नोर गर्नु होला, कपाल मजाले शिव जट्टाधारी जस्तै उडिरहेको छ होइन, बुढीलाई नि अब यसो खुसी राख्नु पर्यो नि त साथीहरू। के गर्नु, जिन्दगी सरर जाँदैछ। अब मन्दिरको नजिक छौँ। यो चाहिँ हाम्रो धरानको रोड है, धरान जाने बाटो। मेरो छोरालाई चाहिँ अल्छी लागेको महसुस भइरहेछ होइन छोरा? अल्छी लागेछ कि छैन? मलाई चाहिँ कमल बस्नेतको युट्युब च्यानलमा बोल्न आग्रह गर्दै हुनुहुन्छ यताबाट मेरो बुढाले। कपाल उडाउँदा चाहिँ हिरोइनी जस्तो महसुस हुँदो रहेछ। हिरोइनीलाई के लाउँदो रहेछ। हेलो साथीहरू, फाइनली हामीहरू मन्दिर आइसक्यौँ है। श्रीमतीज्यू चाहिँ उहाँ व्यस्त छिन्, कोसँग बोल्दैछिन् कोनी। हेर्नु त, मन्दिर आइपुग्यो क्रिट। यहाँ हेर्न, हेलो भन्दैन, ओच भन्दैन, के छौ गाइज भन्दैन। के किनेको कसरी अरे हौ? हाँ, ₹100 टोकरी। हेर्नुहोस् त, 225 रुपियाँको फाइनल एउटा टोकरी किनेर श्रीमतीज्यू हाँस्दै मुस्कुराउँदै अगाडि बढिराख्नु भएको छ। आज सायद बर्थडे भएर होला, निकै खुसी साथ यता ल यहाँ यस्तै ढोक्नुपर्छ छोरा, ढोक्नुपर्छ यहाँ यस्तरी नमस्ते गर्नुपर्छ। ल खै गर छिटो, हलु भजुम। ल खास त खनि यहाँ साथीहरूलाई लु आउनुहोस् है, गाइजहरू भन्दै हिँड्नु पर्दैन। छिटो भन्नु। मन्दिरमा पूजा गर्न आउनु भन्नु पर्दैन। उहाँहरू मङ्की। यो चाहिँ हाम्रो शनि मन्दिर है, धरानको। ल आइज हिँड्न यहाँ। उहाँ जाम। ल खास त श्रीमतीज्यू। अनि जाऊ न, मन्दिरमा नगएर कहाँ जान्छौ? मन्दिरमा पूजा गर्नको लागि नै बनाएको मन्दिर, जान मिल्छ होला भन्छन्। अन्त बुवाले के भन्दै हुनुहुन्छ? हेलो भने खोइ, हेलो भन, नमस्ते कर।
ला बुवाले त मिठाई दिनुभयो नमस्ते लाने समय देऊ मौकी लाने घर नलाने हाम्रो श्रीमतीज्यूले एउटा मन्दिरको दर्शन गरिसक्नुभयो देख्यौ त अनि तपाईले चाहिँ मलाई त के थाहा छ त हौ म त पहिलोचोटि आएको आफ्नो घर छेउछाउको मन्दिर के गर्नु अब तिमीले आइरहेको मान्छेलाई त थाहा छैन मलाई भन्छौ यहाँ हेर न यसो हाम्रो गाइजहरूलाई यहाँ हेर्नु त कस्तो ब्युटिफुल भएको छ आज हो नि फेरि लाजले त फेरि महाकाल मन्दिर ल यहाँ जुत्ता खोल्ने छोरा याला ल जाउँ ढोक्नु पर्छ ल घन्टी बजाएको चाहिँ खोइ घन्टी सारो एला तान हो यस्तरी लु गर त लु आमाले सिकाइदिनु भएको त्यस्तै गर तान लु आमाले सिकाइदिनु भयो ल आइज लु अब नमस्ते गर आमालाई ल जमिन ल खास त यहाँ हाम्रो गणेश भगवान एकदम समृद्धि अनि घरमा सुख शान्ति ल्याउने विघ्न हरिदिने गणेश भगवानको पूजा ल खास त छोराले पनि खुट्टामा ढोक्देऊ छोरालु भगवानको खुट्टामा ढोग भगवानको खुट्टामा पनि भगवानको खुट्टा कहाँ छ त्यहाँ हाम्रो मन्दिर परिसर चाहिँ यस्तो छ है ल हेर्नुहोस् है मन्दिर हाम्रो यो धरानको शनि मन्दिर धरानै भनौँ है ल भव्य छ नि हौ भव्य छ मन्दिर शनि मन्दिर उहाँहरू त मङ्कीले लान्छ नि फेरि तँलाई आइज छिटो यता महालक्ष्मी माताजी ल महालक्ष्मी माताजीको एकदम हाम्रो श्रीमतीज्यूले पूजा पाठ गरिसक्नुभयो यहाँ चाहिँ हाम्रो मङ्कीज्यू आएर बस्नु भएको छ हिँड न हिँड आइज मोचा पनि मेरो यहाँ च्यातेको छ यहाँ हाम्रो हनुमान भगवान एकदम बलशाली बल दिने सद्बुद्धि दिने ल भिडियोको तर्फबाटै दर्शन गरौँ ल खास त हाम्रो छोराले पनि भगवानलाई ढोको खुट्टामा ढोक्नुपर्छ भाइ ल खास त ल आइज लु छोरालाई खुट्टामा ढोगाइदेऊ अरे उपाएर ढोगाइदेऊ न यो चाहिँ हाम्रो सीता राम लक्ष्मण र यतातिर हाम्रो हनुमानजी हुनुहुन्छ ल हेर्नुहोस् सीता भगवान राम भगवान लक्ष्मण भगवान र यता हनुमानजी ल अब भनेको हामी फाइनली राधा कृष्णजीको दर्शन गर्नको लागि यता यहाँ हुनुहुन्छ हाम्रो राधा र कृष्णजी ल भिडियोको तर्फबाटै दर्शन गर्नुहोस् है साथीहरू यहाँ हुनुहुन्छ हाम्रो कृष्णजीको बाल्य रूप हेर्नुहोस् ल
यता शिवजी भगवान, यहाँनिर हुनुहुन्छ हाम्रो शिव भगवान। ल भित्र ल। ओम नमः शिवाय। यहाँ चाहिँ हाम्रो शिवलिङ्ग, नमः शिवाय। अनि यहाँनिर चाहिँ हाम्रो शिव भगवानको मूर्ति। हेर्नुहोस् त हाम्रो भोलेनाथ कति राम्रो हुनुहुन्छ, हेर्नुहोस् ल। छोडाइ छोडो। नानीले कति बेला जाने दिदी भन्दै रहेछ के? कहाँ? यहाँ मन्दिर। अनि अहिले निस्केर जाउँ ल पुरा एकैछिन। कहाँ निक्ल्यो? गाछीबाटै भित्र छिर्नुपर्छ नि ल। ल ल तँलाई नि म खुट्टा ढोगाइदिन्छु ल। ल यहाँ आइज त, यहाँ आइज। भगवान् मलाई सधैँ निरोगी राख्नु है भन्नु। यहाँ माथि टेक्नु हुँदैन। मलाई निरोगी राख्नु, मलाई खुसी राख्नु भन् ल। ल खुट्टा ढोग, यहाँबाट ढोग, उता टेक्नु हुँदैन है। ल जाउँ लु, उहाँ परबाट ढोगिहाल। लु त्यहाँ टेक्नु हुँदैन। लु यहाँ पनि ढोग, यहाँको भगवान्लाई। ल उहाँ ल चस्मा पनि झरो। यहाँ चाहिँ हाम्रो शनि भगवान्जीको मन्दिर छ र शनि भगवान्जीको दर्शन गर्नुहोस् है ल साथीहरू। आज अब हेर्नुहोस् हाम्रो शनि भगवान्। ल हेर्नुहोस् हाम्रो शनि भगवान्। ल दर्शन गर्नुहोस् है ल। यहाँ चाहिँ हामी सबैको प्यारी माता रानीजीको मन्दिर छ है। ल सबैजनाले हाम्रो माता रानीलाई दर्शन गर्नु होला। ल ल ढोगेर जाऊ छोरा, चप्पल खोलेर जानुपर्छ, चप्पल खोलेर। कस्तो ज्ञानी भएको छ भनेदेखि नि अचेल हुँदी। लु माताको खुट्टा ढोग्नु पर्छ। उहाँनेरि ढोगा न, उहाँनेरि ढोगी गर लु। ल माता रानीले हजुरहरू सबैको रक्षा गरून्, रोग कष्ट दुःख सबै हरिदिउन्, खुसी शान्ति होस् हजुरहरूलाई पनि है। खै खुट्टा ढोगेको, खै गणेश भगवानको खुट्टा ढोगा। ल त राख्नुपर्छ, सबैलाई प्रसाद दिनुपर्छ। ल ल रक्षा गर्नु माताले। जाउँ ल साथीहरू, अब चाहिँ हाम्रो आजको पूजा दर्शन मन्दिर घुमाइसक्यो है। अब चाहिँ यसो बुढीले के खाने भनेर सोध्दै चाहिँ बर्थडेमा मैले खुवाउनु पर्ने, तर बुढीले भन्दै चाहिँ के खाने तपाईँ है। यसो स्पेसल बुढीले के खुवाइदिने हो नि आज। ल हामी चाहिँ बाउ छोरा यस्तै त हो नि सोल्डी। ओच गाइज भन्दैन, आँखा नचिम्लिन। के छ गाइज भन्दैन। पुरै शनि मन्दिर चाहिँ बाहिरबाट ल हेर्नुहोस् है।
यस्तो छ। के साथीहरू फाइनली मन्दिर दर्शन भयो। अब चाहिँ घर जान लाग्यो। ओके भन्दै खै। ओके ओके ओके।